रियल मैड्रिडले के खेले यार यस्तो सिजनको फर्स्ट गेममै 90 मिनेटमा गोल हानेर जितेको छ क्या। जे भयो जोजे मोरिनोको रिटर्नमा फर्स्ट गेम जितिसकेको छ, त्यो पनि डेब्युटेन्ट कार्लो एसपीले 90 मिनेटमा गोल हानेर क्या। वाट अ ड्रिम डेब्यू फर दिस गाय है। यो मान्छे सब्स्टिट्युटबाट आएको थियो र आजको गेमको हाइलाइट र सायद रियल मैड्रिडको ट्रान्सफर विन्डोको हाइलाइट कार्लोस एसपी हुन सक्छ। यसै गरी आज बेलिङहाम र आर्डा गुलरले नि अति नै बवालै गेम खेले। सुरुमा त आर्डा गुलरको बवाल फ्री किकमा बेलिङहामले हेडिङ गोल गरेर लिड पनि दिएको थियो रियललाई। पछि त्यो लिड गुमाएर लास्टमा अन्तिम मिनेटमा कमब्याक गर्नु पर्यो। तर आज गोल हान्नुपर्ने दुईजना मेन खेलाडी चाहिँ हराएका थिए। भिनीलाई त देख्दै देखेन, लफडा मात्र गरिरहेको थियो। एम्बापीले 2-4 सट हान्यो, पाको बल आफै नै छिराउन खोजिरहेको थियो। र यसै गरी यान डियोमान्डे र कुकुरेला बेन्चबाट आएर खेले र कोनाटे र बर्नार्डो सिल्भाले स्टार्टै गरेका थिए।